हेलो साथीहरु सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आशा छ सबैजनालाई सन्चै छ होला। हामी पनि सन्चै छौँ। आज चाहिँ हामी नन्द भाउजू यहाँ घुम्नको लागि आएका थियौँ। अनि साथीमा मोमो खानु भनेर हामी चाहिँ घरबाट त्यत्रो टाढोबाट आएको। यहाँ आएपछि वेदरले चाहिँ अलिकति मन जित्यो। अलिकति यताउता फोन घुमाएको वाउ यस्तो बब्बल नजारा देखेँ। मैले चाहिँ अलिकति भिडियो गरौँ न त भनेर भिडियो गरिहालेँ होइन। अनि मोमो सकेको कारणले चाहिँ हामीले चाउमिन अर्डर गरेको थियौँ। अनि चाउमिन अर्डर गर्न पाक्नुलाई त अलिक टाइम लाग्छ। त्यहाँदेखि चाउमिन चाहिँ पाक्दै थियो र हामी चाहिँ वेदरको भिडियो बनाउँदै बस्दै थियौँ। एकछिन पछाडि चाउमिन पनि आइपुग्न लाग्यो। चाउमिन खाइदिउँ। कस्तो राम्रो छ क्यामेरा साँच्ची भनेको। ल है साथीहरु अब चाहिँ हामी खानु लागेको होइन। अब हाम्रो चाहिँ यस्तो अलिअलि भिडियोहरूलाई इग्नोर गरिदिनु होला किनकि बिचसम्म कमेडी पनि गर्छु। किनकि मलाई कमेडियन हुनु त इन्ट्रेस्ट थिएन तर पनि मलाई अलिअलि भगवानले चाहिँ कमेडियनवाला सेन्स हालिदिएको छ क्या यहाँ थिङ्किङमा। अनि म चाहिँ त्यही भएर अब म चाहिँ वान बाइट भन्दै खाँदै थिएँ होइन। खाँदा निस्किन खोज्यो अनि फेरि अनुहार छेलेर भए पनि म ठेल्दै भए पनि खाँदैछु होइन। तर मिठो थियो खानुलाई चाहिँ तर पिरो चाहिँ थिएन। अनि उहाँले चाहिँ ल्याइदिनु भयो। अनि हामी कोकहरू खाँदै यता भाउजूले गिलास राख्नु भन्नुभएर मैले गिलास राखेँ। अनि उहाँले चाहिँ कोक सार्दै हुनुहुन्छ होइन। अनि उहाँले कोक सारिन्जेल चाहिँ म के कमको छु र भनेर म चाहिँ ससाल्दै खाँदै गर्दैछु होइन। अनि भाउजूजीले चाहिँ उहाँको कोक उपल्लो छेउमा राख्नुभएको छ। अनि म चाहिँ भाउजू साउजू इग्नोर गरेर चाहिँ खानु थालेँ होइन साथीहरू। सबैजनाले चाहिँ अब हामीले खाएको हेर्नु होला एकछिन भए पनि के गर्नु त होइन साथीहरू। अब भिडियो यस्तै बनाएको छ त गाह्रो छ होइन। अनि म चाहिँ फेरि खानु थाले पछाडि मलाई गफ यति धेरै आउँछ साथीहरू कसम भनेको। झापाली भनेको झापाली नै हुँदो रहेछ। त्यही पनि हामी झापाली चाहिँ के खालको परेछ भने नि खाने बेलामा पनि गफ चाहिँ भगवान कति आउँछ। अनि मलाई चाहिँ गफ गर्दै यताउता हेर्दै मेरो चाहिँ भाउजू भर्खर विदेशबाट आएको हो नि त। त्यही भएर पनि हामीले टाइम एक्सपेन्ड गरेको थिएनौँ एकअर्कासँग धेरै नै भएको थियो। यसो त्यही भएर पनि होला हामीलाई गफ कति आइरहेको थियो भगवान। त्यो चाउमिन त सकिसक्यो होला त्यो प्लेट पनि धुलो परिसक्न आँटिसक्यो र पनि मलाई गफ आएको छ त्यति धेरै हाँस उठेको छ तालमा बेतालमा। म हाँसेको छु मस्केको छु। मलाई चाहिँ फेरि हाँस्दाखेरि मुख छोपेर हाँस्ने मेरो आदत छ क्या बच्चैदेखिको। मलाई दाँत देखाएर हाँस्नु कस्तो हाँस उठ्दो लाग्छ क्या। मेरो दाँत चाहिँ अलिक लामो भएको कारणले मलाई चाहिँ मुख छोपेर हाँस्नु मेरो बचपनदेखिको आदत छ। त्यही भएर भाउजूले चाहिँ उता स्विमिङ सुकतिर पनि जाउँ न भन्दै हुन्थ्यो र हामी सल्लाह गर्दै थियौँ। मैले हुन्छ जाउँ न त अब काम छैन एकछिन भए पनि डुलेर आऊँ भनेर चाहिँ म भाउजू गयौँ। अनि अब चाहिँ खाइसकिसक्यो। अनि मैले चाहिँ थोरै डान्स देखाइदिएँ होइन साथीहरू। अनि म चाहिँ फोन पे बसाएर चाहिँ लागेँ अब साथीहरू ल खाइसक्यौँ ल अब चाहिँ हामी जाने। अनि साथीहरू हेर्न सक्नुहुन्छ मेरो चाहिँ पैसाले गर्ने ठाउँ चाहिँ यस प्रकारको छ। अनि मैले चाहिँ पैसा निकालेँ होइन। अनि पैसा निकालेपछि त अब खाजाको पैसा त दिनु पर्यो खाएपछि त। अनि म चाहिँ यता गएँ। अनि मलाई कस्तो अप्ठ्यारो पनि लाग्यो लाज पनि लाग्यो। त्यहाँ मैले केही भनेन। उहाँले चाहिँ बिल गरिदिँदै हुनुहुन्थ्यो। अनि भाउजूले कति भयो भनेर सोध्दै हुन्थ्यो। अनि उहाँले चाहिँ बिल गरिदिँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ उहाँलाई पनि यसो छड्के पारेर भिडियोमा निकालिदिएँ होइन। तर उहाँ चाहिँ हाम्रो अनिल दादा है यहाँको चाहिँ यस्तो मिठो हुन्छ कि खानेकुराहरू चाहिँ पनि कसले खानुभएको छ खानेले चाहिँ कमेन्ट गर्नु होला साथीहरू होइन। अनि अब चाहिँ हामी गइसक्यौँ। अनि आन्टीलाई गएको आन्टी भने म मुस्कान छाड्दैछु बाटोतिर होइन। अनि साथीहरू अब चाहिँ हामी गयौँ र पैसा बोकेर सपिङमा भन्छ अरे। अनि भाउजू चाहिँ माक्को लोभिनी छिन्। लोभिनी भन्नु त त्यस्तो लोभिनी होइन दिनुहुन्छ। सो हामीले केही दियौँ भने चाहिँ त्यसको हिसाब राख्नुहुन्छ कहिले तिर्नु भन्ने खालको क्या।
तर मलाई त्यस्तो लाग्दैन। तर अब म बाहुनी हो, भाउजू लिम्बुनी हो नि त, त्यही भएर पनि होला भाउजूलाई मनमा लागेको। भाउजू तपाईँले मेरो भिडियो हेर्दै हुन्छ भने चाहिँ त्यस्तो नसोच्नु होला, किनकि म त्यस्तो खालको मान्छे छुइनँ। तपाईँलाई पनि थाहा छ, तर पनि तपाईँले यस्तो गर्दा मलाई चाहिँ मनमा कति नराम्रो लाग्छ होइन। त्यही भएर यस्तो काम चाहिँ अबदेखि नगर्नु होला है। अन्त साथीहरू अब चाहिँ हामी जाँदैछौँ, नक्कली हुँदै म चाहिँ जाँदैछु। अनि हेर्न सक्नुहुन्छ अटो आउँदैछ, अनि यो चाहिँ एउटा बुढो हजुरबाले घाँस काट्दै हुँदैछ। अनि मेरो भाउजूलाई चाहिँ माया लागेको छ कि, अनि तपाईँलाई काँडाले घोचेन, तपाईँलाई घोच्दैन भन्दै थियो। अनि हामी चाहिँ आउँदा आउँदै दोकानमा पस्यौँ होइन। अनि म चाहिँ यो टी सर्ट छोटो भएको कारणले चाहिँ नि बुढा पनि हुनुहुँदो रहेछ होइन, आउनुभएको रहेछ कपाल काट्नुलाई। अनि कराउनु भयो क्या, छोटो लुगा लगाएर नहिँड भनेर। अनि मैले चाहिँ अर्को टी सर्ट किनेर लगाउन त लगाएँ, तर भित्री लुगा चाहिँ मैले नखोली लगाएको थिएँ नि त, मतलब अघि लगाएको भेस्ट नखोलिकन लगाएको थिएँ। अनि कस्तो अप्ठ्यारो अड भयो क्या। अनि त्यो बस्दा बस्दै यहाँ पानी पनि पर्न थालिसक्यो होइन। अनि मलाई कस्तो जाडो फिल भइरहेको थियो। अनि मलाई त्यो भित्रको लुगाले पनि कस्तो गर्मी भइरहेको थियो। अनि मैले चेन्जिङ रुममा गएर लुगा फेरेर आएँ। अनि म चाहिँ आइसके पछाडि फुपूकोतिर जानु थियो नि त, अनि मोमो कहीँ पाएन। अनि घरमा मोमो लगिदिनु पऱ्यो भनेर चाहिँ मैले र भाउजूले चाहिँ 3-4वटा दोकान झोडे पछाडि पनि मोमो पाएनौँ। मोमो नपाए पछाडि हामी फुपूकोमा चाहिँ पक्कै छ होला भनेर फुपूकोतिर लाग्यौँ। फुपूकोतिर लागे पछाडि त भगवान् पानी अलिअलि परेको थियो, छाता नभई गएको। अब चाहिँ म फुपूको दोकान छिरेँ। अनि यहाँ आन्टीको दोकानमा चाहिँ आन्टीलाई बोलाउँदैछु, किनकि आन्टी चाहिँ मेरो फेभरेट आन्टी हो नि त। अनि आन्टीलाई चाहिँ हामी पहिला आन्टीकोबाट कति लुगा किन्थ्यौँ, अनि कति दङ्गाउँथ्यौँ क्या आन्टीलाई। अनि म कलेज पढ्दा पनि यहाँबाट कति लुगा लान्थेँ, बाँकी पनि लान्थेँ, के पनि लान्थेँ होइन। साथीहरू अब चाहिँ मैले फुपूकोतिर जाँदैछु, फुपूको दोकानमा। अनि फुपू पनि हुनुहुन्न थिएछ भन्दा हुनुहुन्थ्यो फुपू, तर फुपू उता अर्को दोकानमा गइहाल्नु भयो क्या। अनि सोधेको मोमो पनि पकाउँदा भएको रहेछ आज चाहिँ। अनि म चाहिँ आन्टीको दोकानमा आएँ। अनि आन्टीको दोकानमा आए पछाडि यसरी फोन यहाँ बेच्छ है। अनि त्यो अगाडि लगाएको भेस्ट पनि यहाँ राखेर चाहिँ म चाहिँ कपाल मिलाउन थालेँ। आन्टी त मेरै हो नि त जे भए पनि। अनि म चाहिँ ठुटे कपाल भए पनि म हल्लाउँदै चाहिँ चिम्टीले चेप्छु साथीहरू। अनि आन्टी चेप्दा उता हल्लिँदै हुन्छ। अनि म चाहिँ बडी बिल्डर जस्तो गरेर चाहिँ हेर्न सक्नुहुन्छ। अब चाहिँ म चाहिँ लुगा छान्छु यहाँनिर, तर लाने भनेर चाहिँ म आएको होइन, म चाहिँ हेर्नु भनेर मात्रै आएको हो। किनकि मैले पैसा बोकेर आएको थिइनँ। अनि यो चुन्नी मलाई मन पर्यो होइन, अन्त मन परेर के भन्नु त होइन। अनि पैसा थिएन। अनि आन्टी आमा भन्दैछ, आन्टी मसँग पैसा छैन त, म आज हेर्नु मात्रै आएको हो भनेर चाहिँ भन्दैछ। अनि आन्टीले त भइहाल्छ नि, हेर नहेर तिमीहरूकै दोकान हो भन्दै हुनुहुन्छ। अनि अहिले त सामान पनि राख्नु छोडेको भन्दै हुनुहुन्थ्यो। अनि पहिला एक जमानामा हामीले यो दोकानबाट यति धेरै लुगा लान्थ्यौँ कि कसम भनेको। प्रायः जस्तो हामी फाल्टु दोकानै जाँदैनौँ क्या, यहाँ आन्टीकोमा आउँथ्यौँ। अनि अहिले चाहिँ आन्टीले आफै सिलाउँदै आफै बनाउँदै बेच्नुहुँदो रहेछ होइन। तर पनि पहिलाको जस्तो चल्नु चाहिँ चल्दैन दोकान, ठिकै चल्छ। र पनि आन्टीले माया चाहिँ हामीलाई पहिलाको जस्तो गर्नुहुन्छ। मलाई चाहिँ देख्ने बित्तिकै लुङ्गी मन परेको थियो क्या। अनि सायद लुङ्गी मन परेन त के गर्नु, लुङ्गी लाउनु मेरो उयो हुनु पऱ्यो नि त, जिउ दाउरा जस्तो छ होइन नि साथीहरू। पेन भेस्ट लाउन त त्यति सुकेको चाहिँ झन् लुङ्गी लाएर हिँड्यो भने त, अनि डाँडामा उभियो भने त मलाई त गहिरिया पुऱ्याइदिन्छ होला हावाले। अनि यो लुङ्गीको कलर पनि मलाई बेस्ट लागेको थियो, तर भनिहालेँ नि डाँडामा राख्यो भने गहिरीमा पुऱ्याइदिइहाल्छ। अनि हेरेँ यताउता हाफप्यान्टहरू हेरेँ, हाफप्यान्टहरू लगायो भने त झन् मलाई त त्यो मकैबारीमा तर्साउने राखे जस्तो देखिन्छ साथीहरू। त्यही भएर चाहिँ म छैन भन्दै यताउता फर्किँदैछु। अनि साथीहरू हामी चाहिँ अब लाग्यौँ घरतर्फ होइन, किनकि सोचेँ र चाहे जस्तो चाहिँ मैले केही पनि भेटिनँ र केही खोजेको पनि थिइनँ। खासमा चाहिँ म भाउजूको लागि आएको थिएँ, भाउजूले पनि खोजेको कुरा पाउनु भएन। त्यही भएर हामी दुईजना र भाउजू चाहिँ घरतिर लाग्यौँ। अनि वेदर चाहिँ अघि यस्तो बवाल थियो, अहिले हेर्न सक्नुहुन्छ कति कालो भइसकेको छ, किनकि अघि पानी परिरहेको थियो। अनि अहिले चाहिँ अलिक पानी रह्यो साथीहरू। अब चाहिँ हामी घर गएको। थ्याङ्क यू फर वाचिङ गाइज। सबैजनालाई
धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। हाम्रो छ है, हाम्रो गाउँ हेर्न सक्नुहुन्छ।